न्युजिल्यान्डको ओभरअल प्रोसेसिङ सिस्टम के छ स्टडी अब्रोडको लागि? फर्स्ट अफ अल तपाईको रुचि, एकाडेमिक ब्याकग्राउन्ड र फाइनेन्शियल स्ट्रेन्थ अनुसारको कोर्स र तपाईले कलेज युनिभर्सिटी चुज गर्ने फर्स्ट स्टेप रहन्छ। त्यसपछि एप्लिकेसनको लागि अल एकाडेमिक्स, आइएलटिएस अर पिटी स्कोर, पासपोर्ट र केही कलेज युनिभर्सिटीहरूमा तपाईको सिभी र स्टेटमेन्ट अफ पर्पज एसओपी पनि आवश्यक पर्छ। यति भएर तपाईले अप्लाई गरिसक्नु भइसकेपछि 2 to 3 डेजदेखि लिएर झन्नै 1 महिना जतिमा तपाईको अफर लेटर आउँछ। त्यसपछि भनेको तपाईले एनओसी अप्लाई गर्नु पर्यो, देन तपाई फाइनेन्शियल प्रिपरेसनतिर लाग्नु पर्यो। फर्स्टमा तपाईले बैंक लोनको लागि, एजुकेसन लोनको लागि अप्लाई गर्ने। एजुकेसन लोन तपाईले अब सकेसम्म होल कोर्सलाई कभर हुने गरी लोन अमाउन्ट लिन सक्नु पर्यो। 1 इयरको कोर्स छ भने मिनिमम पनि तपाईले 35 लाख, 2 इयर्सको छ भने 50-55 लाख र 3 इयर्सको कोर्स छ भने राउन्ड अबाउट 70 लाखको हाराहारीमा तपाईले लोन लिन सक्नुभयो भने त्यो आइडियल हुन्छ। अब लोन अमाउन्ट त्यति भएन भने तपाईले आफ्नो सेभिङलाई बढाउन सक्नुहुन्छ प्लान गरेर, सो दैट कि सेभिङबाट पनि तपाईको कस्ट कभर होस्। र थर्ड कुरा अब के छ भने फाइनेन्शियल पार्टमा एनुअल इन्कम, फ्यामिली एनुअल इन्कम तपाईले आफ्नो लोन अमाउन्ट अनुसार तपाईको फी र कस्ट कभर हुने गरी मिनिमम पनि मासिक 1.5 लाखदेखि लिएर 2.5 लाख 3 लाखसम्म देखाउनु पर्ने हुन्छ। यो इन्कम चाहिँ अन्य देशको भन्दा अलिकति, अस्ट्रेलियाको भन्दा अलिकति इजी के छ भने तपाईको मिनिमम पनि 3 मन्थ्स तपाईले त्यो इन्कमहरु ब्याङ्कमा रिफ्लेक्ट भएको देखाउनु भयो भने इनफ भयो। 3 मन्थ्स टु 6 मन्थ, म्याक्सिमम भनेको 6 मन्थ मात्र भन्छ। अब यी इन्कमहरुलाई तपाईले सपोर्टिङ डकुमेन्ट्सहरु जुटाउनु पर्यो। अब त्यसपछि अर्को पार्ट रहन्छ तपाईको मेडिकलमा तपाईले चेस्टको एक्सरे गर्नुपर्ने हुन्छ र त्यसपछि पुलिस क्लियरेन्स सर्टिफिकेट आवश्यक पर्यो। र यति भइसकेपछि डकुमेन्ट्सहरुलाई आवश्यकता अनुसार ट्रान्सलेसन र नोटरी गरिसकेपछि अनलाइन भिजा अप्लाई गर्न सकिन्छ। भिजा चार्ज अहिले तपाईको अक्टोबर 1 देखि इन्क्रिज भएर तपाईको $850 न्युजिल्यान्ड डलर भएको छ। र अप्लाई भइसके पछाडी अब तपाईको 1 मन्थ देखि लिएर 2 मन्थ भित्रमा तपाईको एप्लिकेसनको डिसिजन आउँछ। डिसिजन डाइरेक्टली तपाईको पोजिटिभ आउन नि सक्छ, जसलाई हामी एआईपी अप्रुभल भन्छौं। एआईपी अप्रुभल डिसिजन गर्नुभन्दा अगाडि तपाईसँग डाइरेक्ट कल गरेर इन्टरभ्यूले कन्डक्ट गर्न पनि सक्छ और तपाईलाई इन्टरभ्यूको स्केड्युल गर्न पनि सक्छ। त्यसपछि तपाईको इन्टरभ्यू कन्डक्ट पछाडी फेरि तपाईको डिसिजन आइदर पोजिटिभ आउन नि सक्छ और नेगेटिभ आउन नि सक्छ। पोजिटिभ आउने भनेको के हो भने एआईपी अप्रुभल आउने हो। एआईपी अप्रुभल मिन्स अप्रुभड इन प्रिन्सिपल। तपाईले सबै क्राइटेरियाहरु पूरा गर्नुभयो, अब तपाईले कलेजको फी चाहिँ पे गर्नुहोस् भनेको। अब एआईपी तपाईले रिसिभ गरिसक्नु भएपछि तपाईले आफूले लिएको लोनलाई डिस्बर्स गराएर मिनिमम पनि 1 इयरको लागि आवश्यक पर्ने ट्युसन फी पुग्ने गरी अमाउन्ट डिस्बर्स गराएर त्यही अमाउन्टबाट तपाईले कलेजको फी तिर्ने, त्यसको रेकर्ड पठाइसकेपछि विदिन अ वीकमा तपाईले ई भिजा प्राप्त गर्न सक्नुहुन्छ। अब ई भिजा प्राप्त गरिसके पछाडीको नेक्स्ट भनेको तपाईको आफ्नो ट्राभल प्लान एकर्डिङली मेन्टेन गर्ने। यहाँ रह्यो अब अर्को कुरा, यदि रिफ्युजल्स भयो भने के गर्ने? रिफ्युजल भयो भने किन तपाईलाई रिफ्युजल गरेको, कहाँनेरि उनीहरूले तपाईलाई चाहिँ कमजोर पाए, अब त्यसमा तपाईले स्टडी गरेर सिग्निफिकेन्ट सुधार गर्न सक्नुहुन्छ भने तपाईले फेरि रिअप्लाई गरेर भिजा प्राप्त गर्ने चान्स पनि इक्वली छँदैछ। होपफुल्ली यु हेभ ग्रेट आइडिया। एन्ड न्युजिल्यान्ड अप्लाई गर्नु छ भने तपाईले विदाउट एनी डाउट visit Study Destination Center for better guidance, support and visa success.